समाजहरू हराउँदै गइरहेको गाउँहरूमा तर यस सुदुङलाखा गैरी गाउँले समाज जन्माएको छ। यहाँ गाउँलेहरूमा आपसी प्रेम भाव र ऐक्यबद्धताको उदाहरणीय संस्कारलाई अनुभव गर्न सकिन्छ। परिणाम स्वरूप यस नवनिर्मित समाजघर निर्माण हुन सक्यो। भूमिदानबाट यस कार्य सम्भव हुन सक्यो। शुक्रबार स्थानीय विधायक एवं कृषि पशुपालन एवं बागवानी मन्त्री पुरण गुरुङले पूर्व मन्त्री एवं मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार शर्माको विशेष उपस्थितिमा समुद्घाटन गरे। मा स्टार्ट भएको एउटा भजन टोलीद्वारा 1986 यो भजन टोलीलाई सोहो हाम्रो सयपत्री सङ्घ समाजमा परिणत गरेको हो। र त्यो समयमा हामीलाई बहुत दुःख थियो। हामीले जस्तै अघि मैले भनिहालेँ, हामीले बारीको कात्लामा अर्काको घरको आँगनमा हामीले यसरी समाजको सभाहरू गर्दै आएको थियौँ। र पछाडि चल्दै जाँदाखेरि जब 2024 आयो तब हामीले हाम्रो सम्माननीय मुख्यमन्त्री सरलाई हामीले यो समाज घरको हामीले उहाँलाई सबै दुःखहरू हामीले सिधै उहाँलाई बतायौँ। र उहाँले हाम्रो जब समाजको दुःखहरू बुझेपछि उहाँले हामीलाई एकैपल्टमा हामीलाई समाज घर दिनुभयो। हिजो आज गाउँहरूमा बातचित हराएको छ, आउजाउ हराएको छ, हैसैमा होस्टे हराएको छ। यस्तो अवस्थामा छुजाचेन समष्टि अन्तर्गत सुदुङलाखा गैरी गाउँले अति नै अनुकरणीय कार्य गरेको छ, जसको आधार स्तम्भ 47 साल अघि स्थापित सयपत्री सङ्घ हो। सयपत्री सङ्घका पूर्व अध्यक्ष रहेका स्वर्गीय हेमलाल सन्यासी यस नवनिर्मित समाजघरका मुख्य सूत्रधार हुन्। उनको सम्झनामा यस समाजघरलाई समर्पण गरिएको छ, किनभने उनको पुत्रले उनको संस्मृतिमा भूमिदान गरेका छन्। यसैले उनकी आमा खेन्द्रमाया सन्यासीलाई उद्घाटन समारोहमा सम्मान पनि गर्यो। यो भूमिदान गरेर हामीलाई ठुलो सेवा पुर्याउनु भएको छ र उहाँलाई यो सम्मान गरिँदैछ। र गीता म्याडमलाई उहाँलाई अङ्गवस्त्र ओढाई सम्मान जनाइदिने म म्याडमलाई पनि अनुरोध गर्दछु। परोपकारको बीजारोपण स्वर्गीय हेमलाल सन्यासीले उनका पुत्र एलके सन्यासीलाई दिएका थिए। यस कुराको सम्झना गर्दा उनी भाव पनि बनेका थिए। मलाई बाउको सपना म पुरा गर्छु भनेर चाहिँ रात दिन राति नसुती अर्काको खेताला गएर अनि गिरेफको काम गरेर गाई बाख्रा पालेर पनि एउटा जमिन अलिअलि गर्दै किन्नु भयो। र जमिन एउटा यो जमिन जुन हामी समाज घर भएको छ। अब उनले खेल मैदानका लागि पनि पिताको संस्मृतिमा भूमिदान गर्न तयार छन्। कुनै समय अति पौरख गरेर कमाएका नगदबाट यी जमिनहरू उनका पिताले किनेका थिए। अब पुनः समाजलाई फिर्ता दिन पुत्रमा परोपकारिता संस्कारको रूपमा प्राप्त गरेका छन्। 9 साइडलाई हामीले सोचेको छौँ, यदि बन्यो 11 साइड जति पनि हुन्छ यसको लागि जमिनको लागि जति पनि जमिन चाहिन्छ। र मैले 150 फिट बाई 200 फिट मिटरको जमिन चाहिँ मैले दिइसकेको छु। र यसको हाम्रो डकुमेन्ट प्रोसेसमा गइसकेको छ। र आउँदो दिनमा अझै चाहिन्छ बढ्छ भने अझै दिएर आउने दिनमा मेरो बाबाको लागि जुन समाज गाउँको लागि योगदान दिनुभएको छ उहाँको आत्माले एकदम शान्ति पाओस् भनेर यो चाहिँ मैले सपना सोचेको छु। र सबै गाउँ समाजले साथ दिइरहनु भएको छ र सरकारबाट पनि साथ दियो भयो भने झट्टैभन्दा झट्टै यो निर्माण भयो भनेदेखि चाहिँ आउने दिनमा भविष्यमा हाम्रो यस गाउँका नानीहरूले र समाजका नानीहरूले धेरै माथिल्लो लेभलसम्ममा यहाँबाट प्र्याक्टिस गरेर पुग्न सक्छन् भन्ने एउटा सोच र हाम्रो भरोसा हाम्रो सब परिवारले सोचेको छौँ। यस कार्यप्रति स्थानीय विधायक पुरण गुरुङले पनि आभार व्यक्त गरेका छन्। सबलाई भूमिदान दिने किस्मत सबलाई जुर्दैन।
जस्तो दिनु त धेरैले दिएको होला, तर अहिलेको वर्तमानमा हेऱ्यो भने हाम्रो हेमलाल गिरी नरहे पनि उहाँको परिवारले त्यो समाजको लागि सधैँको लागि यो हो नि, सधैँको लागि हामी सब एक दिन छोडेर जान्छौँ, उहाँले पनि एक दिन संसार छोड्नुहुन्छ, तर गाउँ समाजले सधैँ सम्झना मनमा राखिराख्छ कि हेर उहाँ बितेर गए पनि उहाँको सम्झना चाहिँ यसरी रहन्छ है। सबैभन्दा ठुलो योगदान हो, सबैलाई मान्नुपर्छ। समाज टुट्नु हुन्न, जुट्नुपर्छ भन्ने सन्देश सयपत्री सङ्घले समाजलाई एउटै मालामा उनेर राख्ने कार्य गरेको छ। यस विशेष रिपोर्टको साथमा म जोसेफ लेप्चा।